हाइकिङको चौमुटीमा आज यहाँनिर चल्नु छोडेको थियो। नमस्कार साथीहरू, आज चाहिँ हामी माउन्ट वेलिङ्टन हिउँ खेल्नुको लागि जाँदैछौँ। हिजो हिउँ परेको थियो र आज हामी त्यहाँ जाँदैछौँ। हजुरहरूलाई मैले आज यसैको भिडियो बनाएर देखाउने विचार गरेँ। हजुरहरू जो नयाँ हुनुहुन्छ मेरो च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन पनि बजाइदिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ मैले सुरु गरेँ। साथीहरू, हामी चाहिँ आज माउन्ट वेलिङ्टन जाँदैछौँ किनभने हिजो हिउँ परेको थियो र हाम्रो टोली चाहिँ निकै ठुलो टोली छ। कोही क्यानेर्कीबाट, कोही मुनाबाट, कोही रग्बीबाट र हामी यहाँबाट चाहिँ 2 गाडी छौँ। हामी जाँदैछौँ हिउँ खेल्नु र यहाँ चाहिँ हिउँ पर्दा गरी हामी बसेकोबाट लगभग झन्डै 45 मिनट लाग्छ हिउँ परेको ठाउँमा जानुको लागि। फर्स्ट टाइम यो वर्षको फर्स्टै टाइममा हिउँ परेको छ हाम्रो यो ठाउँमा। अनि हिउँ खेल्नुको लागि चाहिँ हामी प्रत्येक सालै बेसी जान्थ्यौँ, तर हामी धेरै वर्ष भयो, 2-3 वर्ष भयो होला हामी नगएको। यसपालि चाहिँ हामी जाँदैछौँ र कस्तो लाग्छ देखाउने छु हजुरहरूलाई भिडियो। यो चाहिँ माथिबाट डाँडाबाट मैले भ्यू देखाएको, गाडीबाट खिचेको र एकदम यो ठाउँमा चाहिँ वेदर एकैछिनमा चेन्ज हुन्छ र एकदम चिसो हुन्छ। यदि हावा लागेको छ भने चाहिँ यहाँबाट मान्छे नै उडाउला जस्तो गर्छ। हजुरहरूलाई म देखाउने छु कस्तो छ माथि। हामी जाँदैछौँ, अनि साथीहरू आउनु हुँदैछ। यहाँ अलिअलि हिउँ परेको देखिँदो रहेछ, बाटोमा अलिअलि छ। हिजो त तलबाट सेतै देखिन्थ्यो किनभने छिटो बिलिन्छ यहाँनिर। आज घाम लागेकोले गर्दाखेरि छिटो बिलिहाल्छ र अलिअलि रहन्छ। हजुरहरूलाई म चाहिँ यहाँ माथि आइपुगेको छु। हामीले गाडी पार्किङ गरिसकेर पनि म बाहिर निस्केर भिडियो गर्दैछु। हजुरहरूलाई कस्तो लाग्छ र हामीहरू चाहिँ यहाँबाट हाइकिङ गर्ने भनेको छौँ, तर हिँड्दैन, कति के हिँड्छ। यहाँबाट उतो जानुपर्छ हाइकिङको लागि चाहिँ, र कतिले चाहिँ सानो नानीहरू पनि लिएर आएको छ र त्यसै कारणले गर्दा हामी जो पिटो छौँ त्यो चाहिँ हिँडेर अहिले तलसम्म जानेछौँ। त्यस कारणले गर्दा हामी जाँदैछौँ हिउँ खेल्नुको लागि। हिउँ खेल्नुभन्दा पनि छैन रहेछ त्यति हिउँ, अलिअलि छ र पनि साथीहरूले अलिअलि खेल्नुभयो। मैले चाहिँ भिडियो गर्दैछु है साथीहरू। यहाँबाट चाहिँ सबै देखिन्छ चारैपट्टि। यहाँनिर चाहिँ उँधो हेर्नु चाहिँ एकदम आज किनभने वेदर निकै राम्रो छ, त्यति हावा चलेको छैन र हजुरहरूलाई मैले यो भिडियो र मैले धेरै खेप बनाएको छु भिडियो, तर यो वर्षको चाहिँ बनाएको छैन। अब यो वर्षको पनि बनाएको छु साथीहरू, र अरू वर्षको चाहिँ मैले त्यति बनाएको छुइनँ। हिउँ पर्दा हामी आएन, अरू बेला 2-3 साल चाहिँ हामी आएको थियौँ र त्यस पछाडि चाहिँ हामी आउनु भ्याएको थिएन किनभने धेरै हिउँ पर्दाखेरि यहाँ पनि आउनु दिँदैन, किनभने तलै गाडी राख्नुपर्छ र हिँडेर आयो भने चाहिँ पाउँछ र नभने चाहिँ उँभो गाडी छिर्नु दिँदैन। तलैबाट गेट लगाएको हुन्छ, त्यो गेटमै क्लोज गरिदिएपछि हामी उँभो आउनु सक्दैनौँ किनभने उकालो आउनुपर्छ हिँडेर। र धेरै हिउँ परेछ भने त यो बाटैभरि सबै ट्याप्पै हिउँ हुन्छ, चिप्लेर लड्ने चान्सेस हुन्छ र गाडी कुद्दैन उँभो। मसिनो गाडी त कुद्नै सक्दैन किनभने हिउँले गर्दाखेरि स्लिप खाएर पुरा चिप्लिन्छ। त्यही कारणले गर्दा यहाँनिर सरकारले नै पहिले नै बाटो बन्द गरिदिइहाल्छ। हामीको यो पोहोर परार साल चाहिँ किनभने तल हाम्रो हब सिटीबाट नै माथिसम्मको लागि चाहिँ केबल तार लाउने भनेर, केबल कार लाउने भनेर चर्चा थियो, किनभने त्यो केबल कार लगाएको भए चाहिँ यहाँनिर धेरै सुविधा हुन्थ्यो र पैसा पनि सरकारलाई निकै हुन्थ्यो होला, तर कति लिन्थ्यो टिकटको। तर यहाँको पब्लिकले चाहिँ मानेन, किनभने पब्लिकले यो के अरे हाम्रो जुन नेचरल
फरेस्टहरू छ र नेचरल जुन छ नेचरल ब्युटी त्यो चाहिँ हाम्रो मासिन्छ भनेर चाहिँ हाम्रो पब्लिकहरूले मानेन र त्यस कारणले गर्दा सरकारले अब भोटिङ सिस्टम गरेको थियो को केवल तार लाउनु इच्छुक हुनुहुन्छ को लाउने इच्छुक छैन त्यो व्यक्तिले चाहिँ भोटिङ गर्नुपर्ने थियो अनलाइनमा गएर 2 साल अघि 3 साल गर्दा भोटिङ ओपन गरेर राखेको थियो क्राइटेरिया राखेर त्यो कारणले गर्दाखेरि भोटिङ गर्यो तर भोटिङ गर्दाखेरि केवल तार नलाउने जुन नेचरल नै होस् भन्नेले जितेर चाहिँ सरकारले छोडिदिनु भयो किनभने यहाँनिर जति पब्लिकले जे चाहन्छ त्यही सरकारले पनि मान्छ किनभने फोर्सफुल्ली गर्दैन सरकारले पब्लिकले चाह्यो त सबै कुरा हुन्छ पब्लिकले चाहेन भने त्यो सरकारले फोर्सै गर्दैन यो ठाउँमा किनभने एकदम स्वतन्त्र देश हो त्यस कारणले गर्दा सबै पब्लिकको हातमा हुन्छ र जे गर्नु छ पब्लिकै हातमा हुन्छ र जसले अब केवल तार लाउने इच्छुक छ केवल तार लाउनेलाई तिर भोट लाउनु र नलाउने इच्छुक को हुनुहुन्छ त्यसलाई नलाउनेतिर भोट लाउनु भनेर बनाएको थियो त्यस कारणले गर्दाखेरि नलाउने पक्षले जितेर चाहिँ केवल तार लगाएन ठिकै छ यस्तै अब सरकारले यहाँनिर चाहेको अब जुन पार्टीले धेर हुन्छ उसले नै जित्छ त्यस कारणले गर्दा सरकारले यहाँ फोर्सफुल्ली गर्दैन त्यस कारणले गर्दा अहिले जस्ताको तस्तै छ र ठिकै छ यो किनभने पनि अहिले सरकारले माथि पार्किङ एरियाहरू चाहिँ धेरै बढाइदिएको छ किनभने यहाँ धेरै हिउँ परेको सिजनमा त एकदमै छुट्टीको टाइममा त यहाँनिर मान्छे प्याक हुन्छ ठाउँै पाउँदैन त्यस कारणले पार्किङ गर्ने ठाउँ पाउँदैन र यसपालिदेखि अलिक बढाइदिएको छ पार्किङ एरियाहरू किनभने अलिक तल नै जुन हामी गाडी उँभो छिर्नु पाउँदैन हिउँ परेको बेला त्यहाँनिर नै क्यान्टिन घर जस्तो टोइलेटहरू र क्यान्टिन घरहरू बनाएको छ त्यहाँनिर जो इच्छुक हुनुहुन्छ त्यहाँ गएर चियाहरू किनेर खान सकिन्छ कफीहरू किनेर त्यो बनाइदिएको छ अहिले र ठाउँमा चाहिँ यहाँनिर के छ भने चाहिँ अब जो हिँडेर उँभो जानु हिउँ पुरा परेको धेरै टाइम हिउँ धेरै परेको बेला पनि उँभो जानु को इच्छुक हुनुहुन्छ उहाँहरूलाई चाहिँ ठाउँमा घर बनाएर राखेको छ दाउरा राखिदिएको हुन्छ र त्यहाँनिर गएर आगो बालेर बस्नु पनि सकिन्छ त्यहीँ गएर हाम्रो मान्छेहरूले कतिले रमाइलो गर्नुको लागि आउँछ त्यहीँ ओड्ने ओछ्याउने बोकेर आएर ती जस यहाँनिर कटेरा जस्तो बनाइदिएको छ र आगो बाल्ने ठाउँ बनाइदिएको छ त्यहाँनिर दाउरा पनि राखिदिएको छ उनीहरूले त्यहाँनिर रातभरि आएर आगो फुकेर बस्नु पनि सकिन्छ र दिउँसै पनि आगो फुकेर सकिन्छ बस्नुको लागि साह्रै जाडो भयो भने त्यहाँ गएर आगो तापेर बस्न सकिन्छ त्यसहरू फेसिलिटीहरू पनि छ यहाँनिर माथि डाँडामा चाहिँ टोइलेटहरू पनि छ र किनभने यहाँनिर एउटा घर छ त्यो घरमा चाहिँ साह्रै चिसो भयो भने चाहिँ घरभित्र गएर पसेर बस्न सकिन्छ त्यही भित्रबाट अवलोकनहरू गर्न सकिन्छ किनभने भ्यूहरू हेर्न सकिन्छ त्यहाँबाट उँधो भ्यू हेर्नु पाइन्छ त्यहाँनिर दूरबीनको व्यवस्था पनि गरिदिएको छ त्यो घरभित्रबाट चाहिँ किनभने त्यहाँ पहिले चाहिँ $2 लाउनु पर्थ्यो अहिले चाहिँ हालमा कति छ मैले त्यो हेरेको छुइनँ त्यहाँनिर $2 छिराएपछि हामी त्यहाँबाट भ्यूहरू हेर्न सकिन्छ त्यो दूरबीनबाट पुरा छँगै देखिन्छ त्यस्तो बन्दोबस्त पनि छ त्यहाँनिर र चिसो छैन अब यो अहिले वेदर राम्रै छ भने त त्यहाँ पसेर बसिरहनु आवश्यक पनि हुँदैन किनभने बाहिरैबाट राम्रो देखिन्छ त्यस कारणले गर्दा हामी बाहिर हिँड्छु र यदि वेदर राम्रो छैन भने चाहिँ हावा चलेको छ भने चाहिँ साथीहरू यहाँनिरबाट मान्छे चाहिँ उडाएर लाला जति गरेर आउँछ र ढुङ्गामुढा नै सोरेर ल्याउँछ त्यसले गर्दा चाहिँ जो हामी अब थाहा हुँदैन त्यो आउनेहरू चाहिँ यहाँनिर आइपुग्दा
यहाँ माथि चढिसक्दाखेरि चाहिँ त्यस्तो हुन्छ र कुदेर गएर त्यो घरभित्र गएर बस्न सक्नुपर्छ। बस्नको लागि पनि हुन्छ, त्यो घरभित्र गएर पसेर बस्न सकिन्छ। अनि यहाँनिर चाहिँ किनभने धेरै चिसो हुन्छ, चिसोले गर्दाखेरि गाडीको ब्याट्रीहरू छिट्टो फ्ल्याट हुन्छ, त्यस कारणले गर्दा कति ओभर पनि पर्न सक्छ। त्यस कारणले गर्दा पनि त्यो घर बन्दोबस्त मिलाइएको हुन्छ। त्यसले गर्दा राखिदिएको। एकचोटि हामी आएको थियौँ, किनभने हामीहरूले गाडी त्यति कुदाउनु जानेको थिएन र साथीहरूले पुल ड्राइभरले कुदाएर लगेको थियो, साइडमा पुल ड्राइभर बसेर कुदाएर लगेको थियो र ड्राइभरले चाहिँ पार्किङ लाइट अफ नगरिकन छोडेकोले गर्दाखेरि हामी एकखेप यहाँ ओभर परेको छौँ। किनभने गाडी लक गरेर छोडेर जान्छौँ पार्किङ लाइट नमारिकन, त्यस कारण घुम्दा थाहा हुँदैन, फर्केर आउँदाखेरि त्यो ब्याट्री फ्ल्याट भएर चिसोले गर्दा छिट्टो ब्याट्री फ्ल्याट हुन्छ। त्यसले गर्दाखेरि गाडीको लकै खोलिँदैन, त्यसले गर्दा ओभर पर्ने चान्सेस हुन्छ यहाँनिर। त्यस गरेर अनि त्यो घरहरूमा गएर सेभ गरेर बस्न सकिन्छ, त्यस्तो पनि छ। र यहाँनिर चाहिँ किनभने अग्लो छ, त्यसले गर्दा गाडी एटिट्युड भएर चाहिँ कानहरू एकदमै दुख्छ। किनभने यहाँनिर माथि चढेपछि कतिको त मेरो त एकदमै दुख्छ कान, त्यस कारणले गर्दाखेरि केही बोलेको पनि सुनिँदैन र एकदम हाई एटिट्युड भएर चाहिँ कान दुखेर एकदमै साह्रो पर्छ। र कतिको चाहिँ हाई एटिट्युड हुनेहरूको चाहिँ कति चाहिँ यहाँ आएर सिरियस पनि हुन्छ। कसैको टाउको दुख्ने, हाई एल्टिट्युड हुँदाखेरि टाउको दुख्ने समस्या हुन्छ कसैको, त्यस कारणले गर्दाखेरि त्यहाँभित्र गएर बस्न सकिन्छ। र यहाँबाट उँधो झर्दा चाहिँ कान चाहिँ फर्केर जाँदा चाहिँ एकदमै बन्दा, कान चाहिँ एकदमै बन्दा हुन्छ। सास फेर्दा पनि चरचर गरेर बज्ने सिस्टम भइसकेको हुन्छ कि कान। मेरो चाहिँ अब एकदमै दुख्छ, किनभने मेरो कान एकदम दुख्ने खालको दुख्छ। त्यस कारणले गर्दा ट्रेनमा हुँदा पनि मेरो कान एकदमै दुख्छ। त्यसले गर्दा चाहिँ यहाँ चढ्दा पनि जहिले दुखेको हुन्छ। र मैले त्यो त्यहाँ हाई एल्टिट्युडमा जाँदाखेरि चाहिँ के कुराहरू खाइरहनुपर्छ अनलाइनमा सुनेकोले गर्दा चाहिँ बलगम खाँदै आएको थियो। त्यति साह्रो पारेन यसपालि, बलगम चाहिँ एकदम चपाकै गर्दा चाहिँ त्यो मुख चलेकोले गर्दाखेरि चाहिँ त्यो कान दुख्नु त्यति नदुख्दो रहेछ। त्यस कारणले गर्दाखेरि मेरो आज चाहिँ त्यति दुखेको छैन। र अब तल फर्केर जाँदा चाहिँ कस्तो हुन्छ मलाई थाहा छैन, र माथि हुँदा चाहिँ त्यति दुखेको छैन। फर्केर गइसकेले चाहिँ दुख्ने हो कि भन्ने आशा डर लागेको छ। र हामीहरू लगभग 18-19 जना टोली छौँ होला। हामी त्यो जुन गाडी पार्किङदेखि चाहिँ उद्धो हिँडेको छौँ हामी आज। यो ढुङ्गाहरू ठुल्ठुलो ढुङ्गा छ र त्यहाँ उँधो झरेको छौँ, किनभने यो डाँडा हेर्दाखेरि यत्रो सानो देखिन्छ, साह्रो ठुलो लम्पट रहेछ। एकदम हामी यहाँदेखि 2 खेप 3 खेप आइसक्यो, यो डाँडाको तल लम्पट उँधो पुगेको छुइनँ, कहाँसम्म छ भन्ने थाहै छैन हामीलाई। लगभग यहाँ आएर बसेको 10 वर्ष भइसक्यो। त्यस कारणले हामी टुङ्गोमा पुगेको छैन अझै पनि। आउँछौँ त्यहीँ वरिपरि घुम्छौँ, जान्छौँ, फर्केर फेरि आउँछौँ, वरिपरि घुम्छौँ। आज चाहिँ हामी निकै तलसम्म आइपुगेको छौँ। त्यस कारणले गर्दा पनि हजुरलाई मैले यो देखाइरहेको छु। मैले किनभने अगाडिको भिडियो हुँदै मैले यो राखेको छुइनँ होला, किनभने हामी योभन्दा अगाडिको भिडियो हुन्थ्यो यता ओह्रालो यता उँधो आएको छुइनँ। यहाँनिर कति मान्छेहरूले चाहिँ प्यारासुट पनि उडाउँछ, यहाँबाट फ्लाइ गरेर गएको उँधो जान्छ, कहाँ गएर ल्यान्ड गर्छ त्यो चाहिँ थाहा छैन मलाई। कतिले चाहिँ त्यसरी प्यारासुट उडाएर पनि हिँड्छ यहाँनिर।
ल है साथीहरू, पार्ट 1 भिडियो चाहिँ मैले आज यहाँसम्मको बनाएको छु र पार्ट 2 भिडियो चाहिँ अर्को हप्ता लिएर आउनेछु। हजुरहरूलाई के कस्तो लाग्यो यो भिडियो हेरेर तल कमेन्टमा प्रतिक्रिया लेखिदिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्दै जो नयाँ हुनुहुन्छ मेरो च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन पनि बजाइदिनु होला। ती भन्दै आजको भिडियो अन्त गर्न चाहे। बाइ बाइ।